आज चाहिँ म बिहान बिहान यसो यता बारीतिर पसिरहँदाखेरि हरियो काँक्रो खान मन लागिरहेको थियो। यहाँ एउटा सानो हरियो काँक्रो रहेछ। अब यसैलाई खाएर भने नि चित्त बुझाउनु पर्यो। अब अहिले मैले खाइदिनँ भने फेरि अब अरू बेला अरू कसैले खाइदिन्छन् गाईहरू होइन। यो चाहिँ मैले आज खाने व्यवस्था गरिरहेको छु। अनि काँक्रो टिप्ने क्रममा चाहिँ म यसो यता खोर्सानी बारीतिर टक्क छिरेको थिएँ होइन। यो चाहिँ हाम्रो मम्मीले एकदम अर्ग्यानिक खोर्सानी हेर्न सक्नुहुनेछ गाईहरू। टक्क सर सबै कुरा चाहिँ हाम्रो मम्मीले चाहिँ लगाउनुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ कति राम्रोसँग फलेको छ खोर्सानी होइन। रातमै छ, मस्त फलिरहेछ हेर्नुहोस् गाईहरू। खोर्सानी चाहिँ हाम्रो एकदम व्यवस्थित पाराले मम्मीले चाहिँ खतरा पाराले फलाउनु भएको छ। साथै यही हो खोर्सानी बारी चाहिँ हाम्रो टक्क मजाले फलिरहेको छ गाईहरू है। हजुरहरूलाई यदि चाहिन्छ भने भन्नुहोला। हरियो खोर्सानी एकदम राम्रोसँगले फलिरहेको छ। यो चाहिँ हाम्रो मम्मीको मेहनत हो। ल हेर्नु ल टरम्म हरियो रातो छ होइन। तपाईँहरूलाई पनि यदि चाहिन्छ भने भन्नुहोला है गाईहरू, कमेन्टमा भन्नुहोला है त। यता पनि खोर्सानी फलिरहेको छ। यो चाहिँ मैले अस्ति मम्मीले भन्नु भएर चाहिँ यो चाहिँ मैले एउटा टक्क सिमेन्टको चाहिँ मम्मीलाई गमला बनाइदिएको होइन। यहाँ चाहिँ अलिअलि बालुवाहरू पनि छ। ल अहिले साफ गरेर म टक्क हाल्नेछु। यो चाहिँ बनाउँदै भइसक्यो भने टक्क उचालेको मैले सिमेन्टको गमला टक्क बनाएको। यहाँ प्याट्ट फुटिहाल्यो, ठिकै छ। यसलाई पनि केही छैन, यसमा यताउता गरेर फुलसुल रोपौँला। यही हो मेरो सिप चाहिँ यो। यसो अस्ति यहाँ धारा बनाउने क्रममा अलिकति मसला उब्रिएको थियो। अनि मम्मीले चाहिँ ल मेरो लागि एउटा गमला बनाइदिए नि त नानी भन्नु भएर चाहिँ टक्क एउटा सिमेन्टीको गमला चाहिँ मैले बनाएँ। अर्को चाहिँ यसरी बिग्रियो। त्यो पनि मैले चिसोमै उठाएर चाहिँ यस्तो भयो, नत्र यो पनि राम्रो भएको थियो गाईहरू। अब तिहार आइसक्यो गाईहरू हेर्नु है। हाम्रो चाहिँ घर वरिपरि मस्त फुल फुलिरहेको छ, राम्रो छ एकदम गाईहरू है। गाउँतिर एकदम तुलफुल हाम्रो मम्मीले चाहिँ व्यवस्थित लगाउनुहुन्छ। यतापट्टि देख्न सक्नुहुन्छ यो चाहिँ सबै डल्ले खोर्सानी हो, मस्त फलिरहेको छ होइन। यो चाहिँ डल्ले खोर्सानी हाम्रो मम्मीले तुलफुल चाहिँ एकदम लगाउनुहुन्छ। उहाँ हेर्न सक्नुहुनेछ एकदम राम्रोसँगले रातो रातो होइन डल्ले खोर्सानी चाहिँ मस्त। हेर्नुहोस् डल्ले खोर्सानी यो चाहिँ एकदम ग्यास्ट्रिकको पनि औषधि उतातिर अझै फलिरहेको। साथै यो चाहिँ सुन्तलाको बिरुवा रे, सुन्तला पनि लगाउनु भएको छ मम्मीले। यहाँ सुन्तला छ। यो चाहिँ एकदम अर्ग्यानिक दुधे पिँडालु भन्ने एकदम उसिनेर खान एकदम मिठो हुन्छ होइन। अनि यता पनि यो सबै सुन्तलै हो। यो पनि हाम्रो सुन्तलै हो, मम्मीले लगाउनु भएको। हेर्नुहोस् न गाईहरू कस्तो मजाले फलेको छ होइन। हेर्नुहोस् गाईहरू यो डल्ले खोर्सानी मस्त फलिरहेको छ। अहिले चाहिँ मम्मीले एक लट टिपिसक्नु भएको छ र पनि अझै यति छ, अझै फलिरहेको छ क्या गाईहरू। यो चाहिँ यो पनि हाम्रो सुन्तलाको बोट है गाईहरू। भोलिपर्सि सुन्तला फलेपछि म भिडियो बनाएर हाल्छु। यो चाहिँ पुरै करेला हो, करेला लगाउनु भएको छ मम्मीले। गाईहरू सब करेलाहरू हो। यो चाहिँ के होला भन्नुहुन्छ भने गाईहरू यो चाहिँ हाम्रो काँक्रो हो, पाकिरहेको छ होइन। काँक्रो हो यो चाहिँ एकदम अर्ग्यानिक लोकल काँक्रो है गाईहरू। यो पनि ओरिजिनल लोकल काँक्रो, गाउँको एकदम प्योर हो है गाईहरू। खानुहुन्छ भने यदि मलाई भन्नुहोस्, कमेन्ट बक्समा भन्नु होला है त। यो चाहिँ एकदम फुल फुलिरहेको छ। मेरो घरभन्दा अलिकति तलतिरपट्टि हो। घर वरिपरि मम्मीले चाहिँ यस्तै तुलफुल लगाउनुहुन्छ गाईहरू है। ल हेर्नुहोस् गाईहरू अब हाम्रो चाहिँ नि घरमा मम्मीले एकदम यो चाहिँ एकदम लेखको रायोको साग होइन। मम्मीले चाहिँ मेरो छोरो आउँछ र साग खान मन गर्छ भनेर चाहिँ एकदम म आउनुभन्दा अगाडि नै साग रेडी गरेर राख्नुभएको छ गाईहरू है। यहाँ सुप पनि लगाउनु भएको रहेछ, तर सुप चाहिँ सबै खाइदिएछ कुखुराले। साग चाहिँ एकदम राम्रो भएको छ गाईहरू हेर्न सक्नुहुन्छ। यो एकदम लेखको रायोको साग साथीहरू है, एकदम राम्रो छ गाईहरू। यदि तपाईँहरूलाई चाहिन्छ भने मलाई कमेन्ट बक्समा भन्नु होला है त। हेर्नु न गाईहरू, काँक्रा त कता कता हो, कता कता है। गोठको छाना हेर्नु न, यो लोकल काँक्रा है गाउँको एकदम अर्ग्यानिक। यो चाहिँ हाम्रो अनार हो गाईहरू है। अहिले चाहिँ खुइलिसकेको छ, टनक्कै फल्छ। फल्न चाहिँ एकदम लगभग एउटा दानै आधै किलो जतिको हुन्छ। यता मास्तिर केराहरू छ गाईहरू है। टक्कसँगले यो अनार पनि छ।